नमस्ते सबैलाई। आज म साउथ कोरियन मुभी वेडिङ ड्रेस मुभीको एक्सप्लेनेसन लिएर आएकी छु। यो मुभीले सबैको मन छुने भएकोले कृपया अन्तिमसम्म सुनिदिनु होला। अन्तिमको मुभीको सिनले सबैको मन एकदमै रुवाउने छ। मुभीको सुरुवातमा गोइनलाई देखाइन्छ। ऊ एउटा बिहेको लुगाहरू बनाउने ड्रेस डिजाइनर हुन्छिन्। उसको बुढाको पहिले नै मृत्यु भइसकेको हुन्छ र उसको एउटा सानी छोरी हुन्छिन्। छोरीको नाम सोरा हुन्छ। गोइनले आफ्नो छोरीको लागि बिहेमा लाउने ड्रेसको डिजाइन बनाउँदै गरेकी हुन्छिन्। उसले छोरी सानै हुँदा नै किन उसको बिहेको लागि ड्रेसको डिजाइन बनाएकी हुन् भनेर हामीलाई मुभीको अन्तिमतिर थाहा हुनेछ। गोइनले आफ्नी छोरीलाई धेरै माया गर्छिन्, तर बुढा मरेकोले गर्दा उसले पैसा कमाउनलाई काम गर्नु पर्थ्यो। त्यही भएर उसले आफ्नो छोरीलाई त्यति समय दिन सक्दिनथिन् र उसले प्राय जस्तो छोरीलाई आफ्नो दाजु भाउजूको जिम्मामा छाडेर काममा जाने गर्थिन्। छोरी सोरा पानी परेकोले गर्दा स्कुलमै बसिरहेको हुन्छन् र आन्टी पनि केही दिनको लागि कतै गएकोले उसलाई लिनलाई कोही आएको हुँदैन। त्यही भएर उसले आमा गोइनलाई कल गरेर लिनलाई बोलाउँछिन्। गोइन पनि पानी परेकोले छोरी स्कुलमै भएकोले आफ्नो काम छाडेर हतारिँदै छोरीलाई लिन स्कुल पुग्छिन्। सोराले जहिले चाहन्थ्यो कि उसको आमाले उसलाई समय दियोस्, उसँग समय बिताओस्, उसलाई स्कुल पुर्याउन र लिन आओस् भनेर। तर गोइनको कामले गर्दा उसले छोरीलाई मजाले समय दिन नसकेकोले छोरी सोरा आमासँग प्राय जस्तो रिसाउने गर्थिन्। गोइनले छोरीलाई लैजाँदै गर्दा अबबाट जहिले छाता बोकेर स्कुल आउनु, म जहिले पानी पर्दा यसरी तिमीलाई लिन आउन सक्दिन नि छोरी, मेरो पनि काम हुन्छ भन्छिन्। र उसले छोरीलाई डान्स क्लास अगाडि छोडिदिन्छिन् र छोड्ने बेला उसले छोरीलाई मलाई माया गर भन्छिन् र छोरी सोराले पनि आमालाई मन नपरे जस्तो गरेर माया गर्छिन्। सोराको त्यो डान्स क्लासमा पहिलो दिन हुन्छ, तर उसले डान्स क्लासभित्र उसको साथी जिनालाई देख्छिन्, जोसँग उसको पहिले क्लासमा झगडा भएको हुन्छ। त्यही भएर ऊ डान्स क्लासभित्र छिर्दिनन् र ऊ त्यही डान्स क्लास नजिक भएको मार्शल आर्ट क्लासभित्र पसिन्। त्यहाँ मार्शल आर्ट क्लासभित्र सुजिन कसैसँग फोनमा बोल्दै गरेको हुन्छ। ऊ मार्शल आर्ट सिकाउने टिचर हुन्छ, तर उसको कोही विद्यार्थी नै हुँदैन र उसले सोरालाई देखेर तिमी मार्शल आर्ट सिक्न आएको हौ भन्छ र सोराले डान्स क्लास जान मन नभएकोले तपाईँको क्लासभित्र पसेको मात्र भन्छिन् र तपाईँको कोही विद्यार्थी छैनन् भनेर सोचिन्। सुजिनले ढार्दै अहिले कोही आएको छैनन्, एकछिनपछि आउँछन् भन्छ र सोरा डान्स क्लास नसकिन्जेलसम्म सुजिनकै क्लासभित्र बसिरहन्छिन्। एकछिनमा सोरालाई आमा गोइनको कल आउँछ र उसले आमा म अहिले डान्स क्लासमै छु भन्छिन्। उसको कुरा सुनेर सुजिन उसलाई हेरेर मुसुक्क हाँस्छ र सोराले सुजिनलाई म भोलि फेरि आउँछु है भनेर त्यहाँबाट जान्छिन्। गोइनको दाजु भाउजूको घर नजिकै भएकोले गोइन र छोरी सोरा प्राय जस्तो आफ्नै घरमा भन्दा नि दाजु भाउजूकोमा गएर खाने बस्ने गर्थे। एक दिन बिहेको ड्रेस किन्नलाई एउटा बिहे हुन लागेको जोडी आउँछन् र त्यो केटीले ड्रेस हेर्दै गर्दा उसलाई कुनै बिहेमा लाउने ड्रेस मनै पर्दैन र उसले गोइनले बनाएर राखेको छोरीको लागिको ड्रेसको डिजाइन देख्छिन् र त्यो केटीलाई त्यो डिजाइन एकदमै मन पर्छ र उसले त्यो डिजाइनलाई हेर्न थाल्छिन्। त्यति बेला गोइन आउँछिन् र उसले त्यो केटीको हातमा उसको छोरीको लागि भनेर बनाएर राखेको ड्रेसको डिजाइन पकडिरहेको देख्छिन् र उसले हतार हतार त्यो डिजाइन खोसेर माफ गर्नुहोस् यो डिजाइन बिक्री भइसकेको छ भन्छिन् र त्यो डिजाइन लिएर त्यहाँबाट जान्छिन्। गोइनको साथी किमीले रिसाउँदै ती जोडीहरूले यो डिजाइनलाई जति पैसा पनि लाउन सक्थे भन्दा गोइनले यो मेरो छोरीको लागि हो भन्छिन् र गोइन पनि त्यहाँबाट रिसाएर जान्छिन्। गोइनले त्यो ड्रेसको डिजाइन भविष्यमा छोरीको लागि भनेर धेरै मेहनत लाएर बनाएकी हुन्छन्। घरमा गोइनले छोरीलाई केही फलफुलहरू काटेर दिँदै गर्दा सोराले आमा आज कामबाट किन छिटै आउनु भएको भन्छिन्। गोइनले तिम्रो लागि छोरी के तिमी मसँग भोलि फिल्म हेर्नलाई जान्छौ भनेर सोच्छिन्। सोराले भोलि त मेरो क्लासबाट पिकनिक लैजान लागेको छन् भन्छिन्। गोइनले त्यसो भए म तिम्रो लागि पिकनिकमा लैजानलाई खानेकुराहरू बनाउँछु भन्छिन्। गोइनलाई खानेकुराहरू मजाले र मिठो बनाउन आउँदैन थियो, त्यही भएर सोराले आमालाई तपाईँलाई बनाउन त आउँदैन, त्यही भएर म दोकानबाटै लैजान्छु भन्छिन्। तर गोइनले छोरीको लागि धेरै मेहनत लाएर नजाने पनि राति नसुती धेरै खानेकुराहरू बनाउँछिन्। भोलिपल्ट भने पानी पर्छ, त्यही भएर सोराको पिकनिक क्यान्सल हुन्छ र ऊ पिकनिक जानु पाउँदिनन्। सोरा निकै उदास भएकोले गोइनले छोरीलाई म तिमीलाई एउटा ठाउँ लैजान्छु, त्यो ठाउँमा अहिले पानी परेको छैन, मैले बिहान समाचारमा हेरेको थिएँ र मैले यस्तो मेहनतले तिम्रो लागि खानेकुराहरू बनाएको छु, खेरो जान्छ नत्र भन्छिन् र उसले छोरीलाई समुद्र छेउ लैजान्छिन्। त्यहाँ साँच्चीकै नै पानी परेको हुँदैन र आमा छोरी त्यहाँ धेरै मस्ती गर्छन्, एकसाथ फोटो खिच्छन्, उनीहरूले ल्याएको खानेकुराहरू खान्छन्, पानीमा खेल्छन्। आमा छोरी दुईजनाले नै धेरै दिनपछि पुरै दिन बिताएकोले दुईजना धेरै खुसी भएका हुन्छन्। एक दिन गोइन दाजुको घरमा खाना खाएर बसिरहेको बेला उसलाई एकदम चक्कर लाग्न थाल्छ। ऊ असिन पसिन हुन्छिन् र त्यही बेहोस हुन्छिन् र दाजु भाउजूले उसलाई हस्पिटल लैजान्छन्।
र हस्पिटलमा गोइनको दाजु भाउजूले एउटा ठुलो कुरा थाहा पाउँछन् जुन गोइनले उनीहरूलाई धेरै अघिबाट लुकाएर आएकी हुन्छन्। उसलाई ग्यास्ट्रिकको क्यान्सर भएको हुन्छ र यो कुरा डाक्टरले उनीहरूलाई भन्छ। डाक्टरले अब ऊ केही समय मात्र बाँच्छिन् भन्छ। गोइनको दाजु भाउजूलाई छानाबाट खसेको जस्तै हुन्छ। उनीहरूले विश्वास गर्न सकिरहेको हुँदैनन् कि गोइनलाई क्यान्सर भएको छ भनेर र त्यत्रो ठुलो कुरा उसले उनीहरूलाई लुकाएर राखेकी थिइन् भनेर। र उनीहरूले गोइनलाई घर लैजाँदै गर्दा गोइनले उनीहरूलाई मलाई माफ गरिदिनुहोस्, म जहिले तपाईहरूलाई समस्या मात्र दिन्छु भन्छन्। गोइनको दाजु उसको कुरा सुनेर र अब बहिनी केही समय मात्र बाँच्छिन् भनेर कारबाट निस्केर भक्कानिँदै रुन थाल्छ। एउटा दाजुको मन कसो नरोला जब उसले आफ्नो बहिनी मर्दैछिन् भन्ने कुरा थाहा पाउँछ। एक दिन सोरा उसको साथी जिनासँग स्कुलमा फेरि झगडा पर्छिन्। त्यही भएर टिचरले गोइनलाई कल गरेर स्कुलमा बोलाउँछिन् र टिचरले सोराले उसको साथीसँग झगडा गरेको कुरा बताउँछिन्। गोइनले छोरीको हरकतको लागि माफी माग्दै के सोराको क्लासमा कोही साथी छ भनेर सोचिन्, तर टिचरले ऊ छुच्ची स्वभावको भएर उसको कोही साथी छैन भन्छिन्। गोइनलाई नराम्रो लाग्छ कि उसको छोरीको क्लासमा कोही साथी छैनन् भनेर। खासमा सोरा छुच्ची स्वभावकै भएर उसको क्लासमा कोही साथी थिएन र उसको पहिले नै जिना भन्ने मात्रै साथी थिइन्। तर जिनाले उसको बोतलको पानी जुठो पारिदिएकोले, उसलाई नाना थरी भनेर चित्त दुख्ने गरी भनिदिएकोले जिना सोरासँग बोल्न छाडिसकेको हुन्छन्। सोरालाई कसैको जुठो खानु र कसैले उसको खानेकुरालाई जुठो बनाएको मन पर्दैन थियो। त्यही भएर जिना डान्स क्लासमा भएकीले गर्दा सोरा डान्स क्लास जाँदिन थिइन्। टिचरले स्कुलमा आमालाई शिकायत गरिदिएकोले सोरा एकदमै डराइरहेको हुन्छन् र ऊ बिस्तारै घर पस्दै गर्दा उसले उसको आमाले बाथरुम भित्र उल्टी गर्दै गरेको सुन्छिन् र उसले आमा के भएको छ तपाईलाई भन्छिन्। गोइनले छोरीलाई के होइन मैले आज एकदमै धेर खाएकोले उल्टी भयो भन्छिन्। खासमा गोइनको अवस्था एकदमै कमजोर अवस्थामा पुगिसकेको हुन्छ। उसलाई उल्टी हुन र पेट दुख्न थालेको हुन्छ। सोरा भने आमाले गाली नगर्नु भएकोले अचम्म परिरहेको हुन्छन् र उसले आमा तपाईँ मसँग रिसाउनु भएको छैन भन्छिन्। गोइनलाई भने ऊ मरेर गएपछि छोरी एक्लै हुन्छन् भनेर धेरै चिन्ता भइरहेको हुन्छ र उसले छोरीलाई सम्झाउँदै आफ्नो साथीहरूसँग मिलेर बस्नु, साथीहरूसँग बाँडेर खानु र सबैसँग हाँसेर बोल्नु। के तिमी पछि ठुलो भएर बिहे गर्दिनौ? त्यसपछि त तिमीले तिम्रो बुढाको जुठो पनि त खानुपर्छ। म सधैँ तिमीलाई हेर्नलाई, ख्याल राख्नलाई तिम्रो साथमा तिमीसँग हुन सक्दिन नि भन्छिन्। र सोराले आमालाई झर्किँदै म अरूको जुठो खानु भन्दा त सधैँ एक्लै बस्छु, मलाई तपाईँको साथ चाहिँदैन पनि। तपाईँले कहिले नै मेरो ख्याल र साथ दिनु भएको छ। म मेरो होमवर्क आफै गर्छु, खाना पनि आफै खान्छु। तपाईँले मलाई कहिले चाहिँ समय दिनु भएको छ र तपाईँले भन्दा त मेरो ख्याल आन्टीले धेरै राख्नुहुन्छ। तपाईँले मेरो चिन्ता लिइराख्नु पर्दैन भन्छिन्। छोरीको कुरा सुनेर गोइनले आफ्नो आँसु थाम्न सक्दिनन् र कोठामा गएर धेरै रुन्छिन् र सायद मैले उसलाई पहिले नै धेरै समय दिनु पर्थ्यो भन्छिन्। सोरालाई पनि रिसमा आमालाई त्यस्तो भनेकोले नराम्रो लाग्छ र उसले आमालाई माफी माग्दै आमा मलाई तपाईँसँगै हुनु मन छ, तपाईँले नै मेरो साथ दिनुहुनेछ, म बुढी हुन्जेलसम्म भन्छिन्। त्यो सुनेर गोइनले छोरीलाई अँगालेर धेरै रुन्छिन्। सोरालाई के थाहा कि उसको आमाले उसलाई चाँडै छाडेर जान लागेकी छिन् भनेर र ऊ ठुलो हुन्जेलसम्म उसको आमा उसलाई साथ दिनलाई यो संसारमै हुँदिनन् भनेर। एक दिन गोइन छोरीलाई लिन डान्स क्लासमा जान्छन्, तर उसले सोरालाई क्लासमा देख्दिनन् र एउटा बच्चीले सोरा त डान्स क्लासमा कहिले आएकी छैनन् भन्छन् र गोइनले सोरालाई कल गरेर तिमी अहिले कहाँ छौ भन्छन्। सोराले डान्स क्लासमै भन्दै ऊ मार्शल आर्ट क्लासबाट बाहिर निस्किन्छन् र गोइनले सोरालाई त्यहाँबाट निस्केको देख्छिन् र रिसाएर उसलाई घर लैजान्छन्। घरमा गोइनले सोरालाई मैले सोचेको थिएँ तिमीलाई नाच्न एकदमै मन पर्छ भनेर, तर म गलत थिएँ रहेछु भन्छन्। सोराले होइन आमा मलाई नाच्नु त मन छ, तर डान्स क्लास भित्र जिना पनि छे जोसँग मेरो झगडा परेको थियो भन्छन्। गोइनले छोरीलाई सम्झाउँदै छोरी जिन्दगीमा धेरै समस्याहरू आउनेछ, त्यही भएर तिम्रो साथमा कोही हुनुपर्छ, साथीहरूसँग पनि अहिलेबाट नै मिलेर बस्नु र अब तिम्रो जन्मदिन नजिक भएकोले तिम्रो जन्मदिनमा सबै साथीहरूलाई बोलाऊ भन्छन्। सोरालाई भने साथीहरूलाई आफ्नो जन्मदिनमा बोलाउने र उनीहरूलाई भन्ने आँट नै आउँदैन र उसले कसैलाई बोलाउँदिनन्। सोराको जन्मदिनमा गोइनले तिमीले साथीहरूलाई त बोलाएको थियौ नि, उनीहरू किन अहिलेसम्म नआएको भन्छन्। सोराले डाँड्दै बोलाएको थिए तर कोही आएनन्, आउँदैनन् पनि होला भन्छन्। गोइन भने छोरी उदास देखिएकोले हामी दुईजनै भयो नि केक काटौँ भन्छन् र ऊ र छोरीले केक काट्छन् र दुईजनाले नै धेरै मस्ती गर्छन्। सायद यो सोराको आमासँग अन्तिम जन्मदिन हुन्छ। गोइनले छोरीलाई जन्मदिनको उपहारमा साइकल गिफ्ट ल्याइदिएको हुन्छन्, तर सोरालाई साइकल कुदाउन आउँदैन थियो। त्यही भएर गोइनले छोरीलाई साइकल कुदाउन सिकाउँछिन्, तर सोराले भने कुदाउन सकिरहेको हुँदिनन् र उसले म सक्दिनँ आमा कुदाउनु, किन जबरजस्ती सिकाउनु भएको भन्छन्। गोइनले तिमीले अर्को वर्षसम्ममा साइकल कुदाउन
चलाउन सिक्नुपर्छ भन्दै भन्छन्। खासमा गोइनले छोरीलाई साइकल किनिदिनुको कारण ऊ मरेपछि सोरा साइकलमा आफै स्कुल जान आउन सकोस् भनेर सोचेकी हुन्छन् र उसले सोरालाई सिकाउँदै गर्दा उसलाई फेरि एकदम चक्कर लाग्न थाल्छ र उसलाई पेट दुख्न थाल्छ र ऊ त्यही बाटोमै पेट पकारेर निहुरिरहन्छ र त्यो सोराले देख्छिन्। सोरा उसको आमालाई निकै दिनबाट ध्यान दिइरहेकी हुन्छन्। उसको आमा धेरै कमजोर हुनु भएको, आमालाई जहिले उल्टी हुन थालेको, चक्कर लाग्न थालेको र आमाले एकदमै धेरै दबाईहरू खान थाल्नु भएकोले उसलाई डर लाग्न थाल्छ र उसले आमालाई कतै ठुलो रोग त लागेको छैन भनेर उसले यो कुरा जति बेलै सोच्न थाल्छिन्। र एक दिन आन्टीले उसलाई घर लैजाँदै गर्दा उसले आन्टी के मेरो आमालाई ठुलो रोग लागेको छ भनेर सोचिन्। आन्टीले छैन, तर तिम्रो आमा बिमारी चाहिँ हुनुहुन्छ, तर चाँडै निको हुने छिन् भन्छन्। सोराले आँसु झार्दै तपाईँले ढाड्दै हुनुहुन्छ आन्टी, मलाई पनि थाहा छ। त्यत्रो ठुलो हस्पिटल, धेरै दबाईहरू, आमालाई जहिले चक्कर लाग्छ, उल्टी गर्नुहुन्छ, पहिलेको भन्दा धेरै कमजोर भइसक्नु भएको छ। आन्टी मलाई केही नढाट्नुहोस्, बिन्ती छ, नत्र म पछि तपाईँलाई घृणा गर्न सक्छु भन्छन्। आन्टीले पनि उसको कुरा सुनेर सोरालाई केही लुकाउन सक्दिनन् र सोराले थाहा पाउँछिन् कि उसको आमा मर्दैछिन् भनेर र उसले आन्टी अब कहिलेसम्म बाँच्नुहुन्छ आमा भन्छन् र आन्टीले थाहा छैन सोरा कि कहिलेसम्म बाँचिन् भनेर। सोराले रुँदै आन्टी मैले थाहा पाएको छु भनेर आमाले नथाहा पाउनुहोस्, मेरो आमाले धेरै नै भोगिसक्नु भएको छ भन्छन्। उसको कुरा सुनेर आन्टीको पनि आँखाभरि आँसु आउँछ कि यति सानो बच्चीले आफ्नो आमा मर्दैछिन् भन्ने कुरा थाहा पाएकी हुन्छन्। भोलिपल्ट सोरा स्कुल जान लाग्दा उसले आमाले उल्टी गर्दै गरेको सुन्छिन्, तर उसले अझै केही नथाहा पाएको जस्तै गरेर आमा म स्कुल गएको, अबबाट धेरै खाने नगर्नुहोस्, जहिले उल्टी गर्नुहुन्छ र अबबाट म मेरो कपाल आफै कोर्न सक्छु भनेर आँसु थाम्दै चुपचाप घर बाहिर निस्किन्छन्। सोराले आफ्नो आँसु थाम्न सकिरहेको हुँदिनन्, ऊ आवाज ननिकालिकन धेरै रुन्छिन्। उसले आमालाई थाहा पाउन दिँदिनन् कि उसलाई सबै थाहा भइसकेको छ भनेर। अब गोइन उसँग थोरै समय मात्र बाँकी भएकोले उसले छोरीलाई पुरै समय दिन खोजिन्। ऊ सोरालाई लिन स्कुल पनि जान थाल्छिन्। घरमा गोइनले काम गर्दै गर्दा सोराले आमालाई मजाले हेरेर बसिरहेको हुन्छन् र गोइनले तिमीलाई निन्द्रा लागेको छैन, जाऊ सुत्न भन्दा सोराले छैन, जब म तपाईसँग हुन्छु मलाई निन्द्रै लाग्दैन र निन्द्रामा म तपाईँलाई देख्न सक्दिन अनि मलाई डर लाग्छ भन्छन्। छोरीको कुरा सुनेर गोइन छोरीको छेउमा आउँछिन्। सोराले आमा तपाईँले तपाईँको बिहेको ड्रेस किन लाउनु भएको थिएन भन्दा गोइनले त्यति बेला तिम्रो बाबासँग पैसा नै थिएन भन्छन् र एकछिनपछि आमा छोरी बिहेको ड्रेसमा देखिन्छन्, जहाँ गोइनले बिहेको ड्रेस लाएकी हुन्छन् र छोरी उसको बाबा बनिएकी हुन्छन् र दुईजना आमा छोरी नाच्न थाल्छन्। उनीहरू दुईजना नाच्दै गरेको गोइनको दाजुले देखिरहेको हुन्छ र उनीहरूलाई देखेर गोइनको दाजुको आँखाभरि आँसु आउँछ। सोराले उसको आमालाई धेरै कुराहरू भन्न खोजिरहेको हुन्छन्, उसको मनमा धेरै कुराहरू खेलिरहेको हुन्छ, तर उसले आमालाई भन्न सकिरहेको हुँदिनन्। त्यही भएर उसले पोस्टकार्डद्वारा आमालाई भन्न चाहेको सबै कुराहरू लेखेर रेडियो स्टेसनमा पठाउने सोचिन् र सोरा र सुजिन गफ गर्दै गर्दा सोराले सुजिनलाई रेडियो स्टेसनसम्म त्यो पोस्टकार्ड पुर्याइदिनलाई मद्दत माग्छिन्। आमा छोरी सुतिरहेको बेला सोराले एकदमै नराम्रो सपना देख्छिन्। सपनामा एउटा समुद्र छेउमा ऊ र आमा खेल्दै बसिरहेको बेला आमा एक्कासी गायब हुन्छन् र उसले आमालाई खोज्न थाल्छिन्, तर उसले उसको आमालाई कतै भेट्दिनन् र सोरा त्यति बेलै निन्द्राबाट बिउजिन्छन्। सोरालाई त्यस्तो सपना देखेकोले एकदमै डर लागिरहेको हुन्छ र उसले आमा जिउँदै त हुनुहुन्छ नि भनेर आमाको छेउ गएर सास फेर्दैछिन् भनेर चेक गर्छिन् र आमाले सास फेर्दै गरेकोले सोरालाई ढुक्क हुन्छ। गोइन र उसको साथी किमी काम गर्दै गर्दा गोइनले मेरो बदला अब काममा अरू कसैले राख, अबबाट म काममा आउन सक्दिन, म चाँडै मर्दैछु, मलाई क्यान्सर भएको छ भनेर किमीलाई भन्छन्। उसको कुरा सुनेर किमीलाई विश्वास भइरहेको हुँदैन। उसले विश्वास गर्न सकिरहेको हुँदैन कि उसलाई क्यान्सर छ र ऊ चाँडै मर्दैछिन् भनेर र उसले गोइनलाई घर जाऊ भनेर ऊ पनि त्यहाँबाट जान्छन्। किमीले बल्ल थाहा पाउँछिन् कि गोइनले किन आफ्नै छोरीको लागि यति छिटै बिहेको ड्रेसको डिजाइन बनाएकी थिइन् भनेर र भोलिपल्ट किमी गोइनलाई भेट्न उसको घर जान्छन्, तर घरमा गोइन हुँदिनन् र उसले गोइनको मद्दत गर्नलाई गोइनले बनाएको छोरीको ड्रेसको डिजाइन अनुसार उसले ड्रेस बनाइदिन थाल्छिन्। उसले ड्रेस बनाउँदै गर्दा ऊ निकै रोइरहेकी हुन्छन् कि उसको मिल्ने साथी उसलाई छाडेर जान लागेकी हुन्छन्। गोइनको दिदी पनि हुन्छन् र ऊ बहिनीलाई क्यान्सर लागेको थाहा पाएर गोइनलाई भेट्न आएकी हुन्छन् र उनीहरू गफ गर्दै गर्दा गोइनको दिदी
दिदीले सोरालाई पछि म पाल्छु भन्छन् र पछि तिमी मरेपछि आएको इन्सुरेन्सको पैसा सबै सोराकै हुन्छ नि भनेर सोच्छिन्। त्यो सुनेर गोइनलाई नराम्रो लाग्छ। खासमा उसको दिदीलाई सोराको भन्दा नि उसको पैसामा मतलब भइरहेको हुन्छ र यही कुराहरू सोचेर गोइन बसिरहेको बेला उसको भाउजू आइपुग्छिन् र दिदीले त्यस्तो भनेको कुरा बताउँछिन्। भाउजू त्यो सुनेर सिधै गोइनको दी भएकोमा पुग्छिन् र उसलाई झाप्पड हान्छिन् र तिमीलाई नराम्रो लाग्दैन एउटा मर्न लागेको छोरीको आमा जो अहिले धेरै समस्याहरूमा छिन् उसलाई पैसाको बारेमा कुरा गर्नलाई भनेर गाली गरेर त्यहाँबाट जान्छिन्। गोइन आफ्नो सानी छोरीलाई छाडेर जान लागेको डरले उसलाई निन्द्रा लागेकै हुँदैन र राति उसले छोरीको सानै बाटोको सबै फोटोहरू हेर्न थाल्छिन्। ऊ छोरीको सबै फोटोहरू हेर्दै गर्दा धेरै रोइरहेकी हुन्छन्। एक दिन सबैजना बसेर खाना खाँदै गर्दा सोरा आन्टीको छोरोसँग बाँच्न थाल्छिन् र गोइनले सोरालाई रिसाउँदै घर लैजान्छिन्। घरमा गोइनले छोरीलाई के तिम्रो बानी कहिले सुध्रिँदैन? तिमी चाहन्छौ कि म तिमीसँग जहिले यसरी नै रिसाइरहु? तिम्रो बानी यस्तै हो भने पछि तिमीलाई कसैले साथ दिने छैन भन्छिन्। सोराले पनि आँसु थाम्न सक्दिनन् र भक्कानिँदै आमा तपाईँ सधैँ बाँच्नु भएर तपाईँले मेरो साथ दिन सक्नुहुन्छ, सधैँ मेरो साथमा भएर। मलाई केही चाहिँदैन, तपाईँले मलाई चाहेको सबै थोकहरू दिनुभएको छ, तर त्यो सब चिज को के अर्थ जब तपाईँ नै मलाई छाडेर जानु भएपछि? आमा मेरो तपाईँ मात्र हुनुहुन्छ र मलाई अहिलेबाट नै तपाईँको यादहरू आउन थालिसक्यो। बिन्ती छ आमा मलाई छाडेर नजानुस्, बिन्ती छ भन्छिन्। अब गोइनलाई पनि थाहा हुन्छ कि उसको छोरीलाई पनि ऊ मर्न लागेको कुरा थाहा भइसकेको छ भनेर र उसले छोरीलाई अँगालेर म तिमीलाई छोडेर कहीँ जादिन सोरा भन्दै रुन्छिन्। आमा छोरी दुईजनै सुतिरहेको बेला सोराले आमालाई गीत गाएर सुनाउँछिन् र उसले आमालाई बोलाउँदा गोइनले केही आवाज दिदिनन् र सोराले आमालाई धेरै बोलाउँदा नि आमा नउठेकोले उसले आन्टी अङ्कललाई कल गरेर बोलाउँछिन्। गोइन बेहोस भएको मात्र हुन्छन् र उसलाई हस्पिटल एडमिट गराइन्छ। हस्पिटलमा सोरा आमालाई रोकेर बाहिर बसिरहेको बेला उसले आमाले पहिले भनेको कुराहरूलाई सम्झन्छन्। उसको आमाले उसलाई भनेकी हुन्छन् कि उसको इच्छा छ कि उसले आफ्नो छोरी नाचेको हेर्न पाऊँ र उसको छोरीको धेरै साथीहरू होस् भन्ने उसले चाहेको हुन्छन्। त्यही भएर सोरा आफ्नो आमाको मर्नु अघि इच्छाहरू पूरा गर्नलाई डान्स सिक्नलाई डान्स क्लास जान्छन्। उसले डान्स सिक्नलाई धेरै मेहनत गर्छिन्। सोराले उसको साथी जिनालाई पहिलेको हरकतको लागि माफी माग्छिन् र जिनाले पिउँदै गरेको जुठो लागेको जुस उसले पिउँछिन् र सोराले उसको साथीहरूलाई आफूसँग हस्पिटल हिँड भन्छिन् र उसले सबै साथीहरूलाई आमा भेटाउन लैजान्छिन्। सोराले आमा मैले जिनालाई माफी मागिसके, उनीहरू सबै मेरो साथीहरू हुन्, हेर्नु अब मेरो कति धेरै साथीहरू छन् भन्छिन्। गोइन पनि छोरीको धेरै साथीहरू भएकोले खुसी हुन्छन्। एक दिन सोरा डान्स सिकेर हस्पिटल पुग्दा त्यहाँ हस्पिटल बाहिर डाक्टरहरूले कसैको लासलाई लग्दै गरेको देख्छिन् र ऊ दौडिँदै आफ्नो आमालाई हेर्न जान्छिन् र उसले उसको आमालाई जिउँदै देखेर ढुक्क हुन्छन्। उसले त्यो लास कतै आमाको त होइन भनेर सोचेकी हुन्छन्। निकै दिन बितिसकेको हुन्छ। गोइन पुरै कमजोर हुन थालिसकेको हुन्छन्। उसले आँखा मजाले देख्न पनि छोड्छिन्। उसले सबै कुरा धमिलो देख्न थाल्छिन्। स्कुलमा प्रोग्रामको दिन पनि आउँछ जहाँ सोराले नाच्न लागेकी हुन्छन्। किमीले सबै नाच्न लागेको बच्चीहरूलाई ड्रेस बनाएर ल्याइदिएकी हुन्छन् र उसले सोरालाई ड्रेस ल्याइदिएर उसको कपडामा एउटा नीलो गाढा रङको पिन लगाइदिन्छन् ताकि गोइनले उसको छोरीलाई नाच्दा चिन्न सकोस्। किमीले पनि गोइनले आँखा मजाले देख्न सक्दिनन् भनेर थाहा पाएकी हुन्छन्, तर यो कुरा सोरालाई थाहा हुँदैन। प्रोग्राममा दाजु भाउजूले गोइनलाई ल्याउँछन् र सोराले नाच्दै गर्दा सोराले उसको आमालाई हेर्दै नाच्छिन्। गोइनले भने छोरीलाई चिन्न सकिरहेको हुँदिनन् र किमीले नीलो पिन लगाएकी सोरा हुन् भन्छिन्। गोइनले धेरै कोसिसपछि बल्लले उसको छोरीलाई पिनको मद्दतले चिन्छिन् र छोरीले मजाले नाचेको देख्न नसके नि देखेको जस्तै गरेर छोरीलाई हेर्दै खुसी हुन्छन्। राति हस्पिटलमा गोइन र सोरा दुईजना धेरै गफ गर्छन् र गफ गर्दै गर्दा सोरा आमाको अँगालोमै निदाउँछिन्। उनीहरूको छेउमै एउटा रेडियो बजिरहेको हुन्छ। त्यति बेलै रेडियो बजिरहेको एउटा प्रोग्राममा एउटा बच्ची सोरा नाम गरेकीले आमाको लागि पोस्टकार्ड पठाएकी छिन् भनेको गोइनले सुन्छिन्। त्यो पोस्टकार्डमा सोराले आमा मलाई तपाईँको छोरी भएकोमा धेरै गर्व छ, मलाई माफ गरिदिनुहोस्, मैले जहिले तपाईँले बनाउनु भएको खानालाई नमिठो भने र तपाईँले मलाई समय दिनु नभएकोमा तपाईँलाई धेरै थोक भने। म तपाईँलाई धेरै माया गर्छु आमा, म तपाईँको बदला बिमारी हुन चाहन्छु। म घरको सबै काम गर्छु, खाना पनि आफै बनाउँछु, तपाईँले केही काम गर्नु पर्दैन। के तपाईँ मसँगै सधैँभरलाई मेरो साथमा बस्न सक्नुहुन्न र आमा तपाईँ मेरो लागि संसारकै राम्रो आमा हुनुहुन्छ भनेर पोस्टकार्डमा
अक्षरमा लेखेकी हुन्छन् र त्यो सुनेर गोइनले रुँदै सोरालाई अँगालेर मनैमन छोरी तिमी मेरो सबैभन्दा ठुलो उपहार हौ र म तिमीलाई धेरै माया गर्छु भन्छन्। बिहान छोराले उठेर आमालाई आमा भनेर बोलाउँछिन् तर उसको आमाले केही जवाफ दिदिनन् र ऊ उठेर आमासँग बोल्न खोज्छिन्। आमा आज म स्कुल जादिन भन्दै आमालाई सुनाउँछिन् तर धेरै बोलिसक्दा पनि आमा नउठ्नु भएकोले उसले थाहा पाउँछिन् कि उसको आमाले संसार छाडेर गइसकिन् भनेर। गोइन मरिसकेकी हुन्छन् तर छोराले आमालाई केही नभएको जस्तै गरेर आँसु झार्दै आमा आज मेरो स्कुल लाग्दैन, त्यही भएर म आज दिनभरि तपाईसँगै बस्छु र दिन बिताउँछु। आमा सायद तपाईँ थाक्नु भएको छ होला, त्यही भएर सुत्नुहोस् भनेर रुम बाहिर निक्लिन्छन् र ढोका छेकेर उभिरहन्छन्। एकछिनपछि त्यहाँ डाक्टरहरू गोइनको चेकअपलाई भनेर आउँछन् तर छोराले ढोका छेकेर मेरो आमा मसँग रातभरि खेल्नु भएकोले आमा थाक्नु भएको छ र उहाँ सुतिराख्नु भएको छ, मेरो आमालाई नउठाउनु भन्छन्। छोराले त्यति भनिसकेपछि डाक्टरहरूलाई गोइन मरिन् भनेर शङ्का लाग्छ र जबरजस्ती छोरालाई ढोकाबाट हटाएर भित्र पस्छन्। छोरा भने भक्कानिँदै रुन थाल्छिन् र मेरो आमालाई केही भएको छैन, बिन्ती छ मेरो आमालाई नउठाउनुहोस्, मेरो आमालाई नलैजानुहोस् भन्दै आमालाई पुकार्दै रुन्छिन् र त्यति बेलै गोइनको दाजु भाउजू हस्पिटल आइपुग्छन् र आन्टी आएर छोरालाई सम्हाल्न खोज्छिन्। निकै दिनपछि छोरालाई क्लासमा देखाइन्छ। क्लास बाहिर उसले पानी पर्दै गरेको देख्छिन् र ऊ स्कुल छुट्टी भएर स्कुल बाहिर उभिएर आकाशलाई हेर्छिन् र मुस्कान दिन्छिन्। उसले आमालाई सम्झन्छिन् र उसले ल्याएको छाता खोल्छिन्, मतलब ऊ अब आफै स्कुल जाने आउने भइसकेकी हुन्छन्। अन्तिम सिनमा ठुली भइसकेको छोरालाई देखाइन्छ। उसले उसको बिहेको दिन उसको आमाले बनाएको डिजाइनकै ड्रेस लाएकी हुन्छन् र ऊ आमालाई सम्झेर निकै खुसी भइरहेको हुन्छन् र मुभीको एन्डिङ पनि यही हुन्छ। यो मुभीले एउटा एक्लो आमाले आफू बिमारी भए पनि आफ्नो छोरीलाई सामान्य परिवार जसरी छोरीको हरेक सपना र इच्छाहरू पूरा गर्न खोज्छिन्। उसले आफ्नो अन्तिम क्षणमा पनि छोरीको भविष्यको बारेमा सोचिन्। उसले छोरीलाई समय दिन र खुसी बनाउन पुरै प्रयास गर्छिन्। यो मुभीले एउटा आमा छोरीमा हुने माया र अटुट सम्बन्धलाई दर्शाएको छ। यो मुभी 2010 मा रिलिज भएको थियो र यसको IMDb रेट 7.5 रहेको छ। तपाईहरुलाई मेरो मुभी एक्सप्लेनेसन राम्रो लागेमा प्लिज मेरो च्यानललाई लाइक, कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सिदिनु होला। थ्यांक यू।